5 परिसक्यो 5 बजे आजभोलि अब जाडो लागिसकेपछि त यति छिटो रात पर्छ है यति छिटो आउँदैन हुन्छ सधैँ गर्मीमा चाहिँ 7 बजे होइन यस्तो भन्दै नि गर्मीमा चाहिँ नि बिहान 5 बजे घाम लाग्ने अनि जाडोमा चाहिँ नि बेलुका 5 बजे अँध्यारो हुने के है कस्तो यस्तो ठ्याक्क उल्टो हुँदो रहेछ अहिले यस्तो सम्झिँदाखेरि त गर्मीमा चाहिँ नि बेलुका बिहान 5 बजे घाम लाएर 7 बजे घाम अस्ताउँथ्यो भने अहिले चाहिँ नि जाडोमा चाहिँ बिहान 7 बजे घाम लाएर बेलुका 5 बजे घाम अस्ताउँदो रहेछ ओहो आई डिस्कभर ओके मैले त नयाँ कुरा पो अहिले एकदमै उस भयो त आफूलाई रियलाइज भयो त हो साँच्चै ठ्याक्कै उल्टो हुँदो रहेछ जाडो र गर्मीको टाइम है आयामै यस्तो दाँतै धुइसक्यो आज दिउँसो खाजामा मैले घरबाट मटन करी लिएर गएको थिएँ मटन खाएको यस्तो दाँतमा अड्कियो कि त्यो मटन खाएदेखिबाट अहिलेसम्म मेरो ध्यान जति सबै त्यही दाँतमा छ अनि दाँत यस्तो दुखेछ कि अब यो गालाहरू पुरै दुखिसक्यो कि त्यो हुन्छ नि त्यो जिब्रो त्यहाँ दाँतमा गई त्यो ननिक्लिने बेलासम्म आफूलाई त्यो किनिनाहरू हुन्छ भन्छ नि त्यस्तो के एकदमै त्यही दिमाग त त्यहीँ गइरहेको मेरो दिमाग पनि दुख्यो मेरो गाला नि यहाँ सबै दुखिसक्यो अब के गर्नु होला हे भगवान् यस्तो छ अब अलिकति अब एकछिनमा म घर पुगिहाल्छु त्यसपछि आज म चाहिँ सधैँ म अलिकति ढिलो जान्थेँ आज चाहिँ छिट्टो जानु पर्यो यिनीहरू के गर्दा रहेछ I think they will get surprised. Okay, आज मेरो छोरीले के गरेछ कुनी मेरो छोरा स्कुलबाट आयो कि आएन सो भने तर कस्तो अहिले चाहिँ मैले फिलहाल नयाँ चाहिँ नि कुरा थाहा पाएको मेरो छोराले सिकाएर एउटा चाहिँ WOO के हो भन्ने एउटा एप्लिकेसन हुँदो रहेछ अनि त्यो एप्लिकेसनमा चाहिँ नि आफूले त्यो एप्लिकेसन डाउनलोड गर्ने अनि त्यसमा चाहिँ नि आफूलाई को अब जस्तै आफ्नो फ्यामिली मेम्बर्सहरू हुन्छ नि फ्यामिली मेम्बर्स को कता छ भन्ने कुराहरू चाहिँ त्यसमा हेर्न मिल्ने के सेयर लोकेसन सेयर भने जस्तो अब हामीले मेसेन्जरमा लोकेसन सेयर गर्छ नि त्यस्तै तरिकाको एउटा भन्ने एप्लिकेसन हुँदो रहेछ कि गाइजहरू है यदि तपाईँहरूको बच्चाहरू सानो छ तपाईँहरूलाई एकदमै बच्चाहरूले फोन गर्दैन कतै बाहिर गयो भने अनि अथवा अब हुन्छ नि टेन्सन हुन्छ नि त प्यारेन्ट्सहरूलाई त अब अनि त्यही भएर त्यो एप्लिकेसनमा हेऱ्यो भने अनि आफूलाई चाहिँ थाहा हुन्छ कि मेरो बच्चा यता छ मेरो बुढा यता छ भनेर चाहिँ त्यो एप्लिकेसनबाट थाहा हुँदो रहेछ है एकदमै हेल्पफुल यो हेल्पफुल रहेछ क्या यो एप्लिकेसन चाहिँ कि एकदमै है WAOO हो कि WOO किन के मैले बिर्सियो त्यो एप्लिकेसन चाहिँ रहेछ हेर्नुहोस् है एकदमै सजिलो केही गर्न नि नपर्ने है अनि अरू कुरा चाहिँ जापानमा पेट्रोलको भाउ बढेछ हेर है यस्तो महँगो छ यार पेट्रोल पनि मेरो पेट्रोल पनि सकिँदो रहेछ पहिला हामी अब बाटोहरू हेरेर चाहिँ नि एकदमै पहिलाको यादहरू आयो पहिला चाहिँ नि अहिले हामी अब विदेशमा भएर चाहिँ नि बाटोहरू एकदमै अलिक ठुल्ठुलो लाग्छ अनि अब 2-3वटा लेनको बाटो हुन्छ नि त अब धेरै अब मैले देखे अनुसार अहिलेसम्म ठुलो देखेको 4 लेन है त्यस्तो बाटोहरू हुन्छ अनि त्यसपछि अनि कहिले अब 2 लेनको बाटोमा हिँड्नु पर्यो भने चाहिँ नि कस्तो सानो लाग्छ कि एकदमै सानो लाग्ने अनि नेपालको बाटो सम्झिन्छु कि पहिला हामी स्कुल पढ्ने बेलामा है आमा नि त्यति बेलाको कुराहरू कस्तो याद आयो अहिले त हाउ नोस्टालिक भने जस्तै भयो अब मलाई त पहिलाको कुराहरू त सम्झिँदाखेरि पनि कस्तो रमाइलो लाग्छ है स्कुल लाइफमा गरेको कुराहरू है कस्तो एकदमै यादगार
एक भन्नाले वान वे भन्दा पनि अहिलेको वान वे जस्तो कि वान वे पनि यहाँको त एकदमै ठुलो हुन्छ यहाँको वान वेमा उताबाट टु वे हुन्थ्यो कि दुईवटा गाडी यता र उताबाट चल्ने त्यस्तो कि त्यसमै ओभरटेक गर्ने है त्यस्तो खाले बाटो हुन्थ्यो फेरि पनि त्यति बेला डर लाग्थेन अहिले त सम्झिँदा पनि डर लाग्छ हो त्यस्तो हुँदो रहेछ बानी भन्ने कुरा है जे कुरामा आफू युज टु भयो त्यही कुरा चाहिँ नि त्यो कुरा चाहिँ नि केही नहुने तर होइन त्यस्तो बाटोमा त्यो गाडीहरू त्यस्तै हिँड्दाखेरि आमामा छेउमै के एकदमै त्यो सडकको छेउछेउमा एउटा त्यस्तो त्यो ब्लक जस्तो पेटी भन्थ्यो पहिला पेटी हुन्थ्यो होइन त्यो ठुलो ब्लक राखेको एकदमै मान्छेहरू बस्ने अथवा आई थिङ्क त्यो चाहिँ नि एक्सिडेन्ट चाहिँ नि फुसेको गर्नलाई चाहिँ त्योहरू राखेको हुनसक्छ है अब एक्सिडेन्ट भयो भने त्यताबाट तल नझरोस् भनेर आई डोन्ट नो वाइ देयर है त्यस्तो मलाई किन राखेको थाहा भएन तर त्यस्तो हुन्थ्यो अनि त्यहाँ माथि बस्थ्यो गाडी सुई आउँथ्यो क्या सानसानो हामीले सानसानो है स्कुल पढ्दाखेरि आमामा त्यस्तो हुन्थ्यो कि अहिले सम्झिँदाखेरि त आमा त्यही भएर कुनै पनि अब मान्छेले काल आउँछ त्यस्तो अब डर हुन्छ मान्छे मर्छ भन्यो भने त्यति बेला हामीलाई अब हाम्रो पनि काल आएको भए त्यति बेला हामी पनि मर्थ्यो होला है सायद त्यस्तो पो लाग्छ त अहिले त कोही थिएन बाटोमा हामी यस्तो बाटोमा हिँड्थ्यो गाडी त्यस्तै आउँथ्यो नेपालको ड्राइभरहरू पहिलाको अहिलेको त कस्तो छ कुनै पहिला त गाडी नरोकिदिने स्टुडेन्टहरूलाई के गाडी रोक्यो गाडी नरोकिदिने अनि दक्कुरेर जानु पर्थ्यो कि स्कुल पनि के त्यो भन्नाले गाडी चढ्नलाई पनि एकदमै झुन्डी के इनकेस हामी त्यहाँबाट खसेको भए है अहिले सम्झिँदाखेरि डर लाग्छ कि ल गाइज म घर आएँ अहिले अब हेरौँ मेरो बच्चाहरू के गर्दैछ पनि मेरो बच्चा त यहीँ आइपुगेछ हेर त